Am I visible or not? आज यति धेरै बुक छ सबै मिलाउँछु अनि राख्छु एउटा कसो गयो के बोलिरहेको छु सबै बुकहरू मिलाएर अनि राख्छु भनेर सोचेको थिएँ अब राख्छु दिमाग खराब भइसक्यो के थाहा मलाई कस्तो ड्युटी गरेर आएँ तर पनि नराम्रो कस्तो फिल भइरहेछ कस्तो टाउको दुखेको केही पनि गर्न सक्दिनँ जस्तो भइरहेछ मलाई त थर्ड इयरको यति दिन भइसक्यो मलाई बुकको के च्याप्टर कहाँ के त्यो पनि छैन कि अनि पढ्नु पर्यो अब मलाई एउटा कुरा भन्नु थियो लाइक वाइ पिपल आर सो अब्सेस्ड विथ देम के तिनीहरूलाई के लाग्छ म मात्रै हो मेरो मात्रै प्रब्लम छ म मात्रै छु जस्तो कस्तो लाग्छ कि तिनीहरूलाई कस्तो अरूको प्रब्लम बुझ्दै नबुझ्ने आफ्नो प्रब्लम मात्र हो जस्तो गर्ने के यिनीहरूमाथि कहिले पनि विश्वास गर्नुहुन्न मान्छेमाथि कहिले पनि विश्वास नगर्ने मेरो चाहिँ यो राय हो होइन कहिले पनि मान्छेमाथि विश्वास नगर्ने दे अल आर लायर्स फेरि अफेन्ड चाहिँ हुनु पर्दैन किनभने मैले चाहिँ आफ्नो यो 22 सालको एक्सपिरियन्समा चाहिँ सबै मान्छे लायर नै भेटेको छु दे अल आर लायर्स के अनि आफ्नो प्रब्लम नै प्रायोरिटीमा राख्ने अरू मान्छे त्यहाँ कसरी छ के छ त्यो कोही कसैलाई पनि फरक पर्दैन लिटरली सबै कुरा जस्तो नराम्रो भए पनि आफैले सहनुपर्छ क्या सबै आफैले सहने आफैले त्यसलाई कसरी कन्ट्रोल गर्ने आफ्नो इमोसन अनि कसरी चाहिँ त्योबाट ट्याकल गर्ने कुनै पनि स्ट्रेस या टेन्सन केही छ कुनै पनि प्रब्लम छ भने चाहिँ कसरी त्योबाट लड्ने या ट्याकल गर्ने त्यो प्रब्लम सल्भ गर्ने त आफूमै त्यो भर पर्छ आफूभन्दा नि आफूमै सीमित हुन्छ कि अरूले केही पनि गरिदिँदैन अनि जब म अरूलाई प्रब्लम भएको बेलामा सम्झाउँछु बुझाउँछु होइन त्यति बेला भगवान्ले सायद सोचिहाल्नुहुन्छ कि अरूलाई सम्झाइरहेको छु धेरै सम्झाइसकिस् अरूलाई अब तेरो पाले आउने बेलामा तँलाई सम्झाउने बेलामा कोही भएन अनि त्यति बेला थाहा पाउँछस् अनि म त्यति बेला थाहा पाउँछु के जब अरूको प्रब्लम भएको बेलामा जब म सम्झाउँछु म त्यहाँ भन्छु सबै कुरा म नै त्यहाँ आफूलाई आफ्नो सबै कुरा साइड गरेर त्यो मान्छेलाई सम्झाएर जो साथीदेखि लिएर जो पनि सम्झाउने बुझाउने त्यसलाई चाहिँ कन्सोल गर्ने ठिक छ ओके लाइफ हो यस्तो भइरहेको छ होइन तिनीहरूलाई सम्झाउँछु बट जब मेरो पाला आउँछ नि कोही नि हुन्न कि कोही पनि हुँदैन सबैलाई आफ्नो कस्तो सिम्पल कुरा चाहिँ तिनीहरूलाई ठुलो लाग्छ तर साइडको मान्छेको ठुलो प्रब्लम पनि उनीहरूलाई कस्तो सानो लाग्छ कि तिनीहरूलाई मतलबै हुँदैन यो मान्छे कस्तो सिचुएसनबाट गइरहेछ भनेर अनि थाहा भए पनि तिनीहरूलाई फरकै पर्दैन तिनीभन्दा नि कुनै मान्छेलाई साइडमा भएको कुनै मान्छेलाई सो प्रायोरिटी चाहिँ आफूलाई मात्र दिने आफू कसरी गर्न सक्छ